नमस्ते नमस्कार। सम्पूर्ण नेपाली तथा दाजुभाइ दिदीबहिनीहरू जुन यो 2083 साल 5 महिना 10 गते 8:45 जुन रसो नौका हुँदैबाट जुन तिब्बतबाट हिम फुट्दाखेरि जुन बाढी पहिरोले मेरो सहित आएको यसमा धेरै क्षति भयो। मानव क्षति, धन क्षति, धेरै क्षति भएको छ। यसको बारेमा के भन्नु पनि शब्द हुन्, त्यस्तो शब्दहरू पनि छन्। आज आँखाहरू रोइरहेको छ, धेरै काखहरू नित्या छ। म यो भन्न चाहन्छु, आज देशमा कुनै राष्ट्र, कुनै राजनैतिक दल, कुनै पार्टीको, कुनै श्रेणी, कुनै जाति र कुनै धर्म होइन, हामी सम्पूर्ण नेपाली एक हुनुपर्ने छ। एउटै मालामा बुन्नु छ। हामी अहिले मन भएर उभिनु बेला आएको छ। देश विदेशमा बस्नुभएको दिदीभाइहरू, दाजुहरू, सम्पूर्ण विश्वमा छडेर बसेका सम्पूर्ण नेपालीहरू, आज नेपालमा धेरै दुःख कुरा। आज तपाईँहरू हामी सबै मिलेर अगाडि बढ्नु पर्ने टाइम आएको छ। जुन तपाईँहरूले हेरिराख्नु भएको छ भिडियो, जुन मेरो अगाडि भिडियो चलिरहेको छ, यस्तो विपद कहिले नआओस् पर्वलाई सम्झना। तर अब के गर्ने, प्राकृतिक अगाडि बसेको छ। जे हुनु थियो भइसक्यो, अब पूर्ण नहोस्। यसमा सरकार पक्ष आम जनता सबै अब आफ्नो ठाउँबाट के गर्नुपर्छ, कर्तव्य के हो, अहिले हामीलाई एक भएर अगाडि बढ्नु